नारायण हस्पिटलको घटनाक्रम सेलाउन नपाउँदै भक्तपुरमा पनि यस्तै घटना घट्यो। हेर्नुहोस् यो भिडियो पहिला। ढोका लाउनु डाक्टरमाथि हात उठाउँदा वा गाली गलौज गर्दा तपाईँले केवल एउटा व्यक्तिलाई होइन, सम्पूर्ण स्वास्थ्य सेवामाथि नै प्रहार गरिराख्नु भएको हुन्छ। आज असुरक्षित महसुस गर्ने डाक्टरहरू भोलि जोखिमपूर्ण बिमारीको उपचार गर्न हिचकिचाउन सक्छन्। परिणामस्वरूप समाजले दक्ष, समर्पित र सेवाभावी चिकित्सक गुमाउँदै जान्छ। चिकित्सकको सम्मान गर्नु भनेको आफ्नो र आफ्नो परिवारको भविष्यको उपचार सुरक्षित गर्नु हो। डाक्टर सुरक्षित भए मात्र बिरामी सुरक्षित हुन्छन्। हालसालै नेपालमा चिकित्सकमाथि हिंसा दिन प्रतिदिन बढिरहेको छ। यो केवल एउटा डाक्टरमाथिको आक्रमण मात्र होइन, यो त सम्पूर्ण स्वास्थ्य प्रणालीमाथि आक्रमण हो। हालै नेपाल स्वास्थ्य अनुसन्धान परिषद NHRC को अध्ययन अनुसार नेपालका करिब 46.7% चिकित्सकले आफ्नो कार्यस्थलमा कुनै न कुनै प्रकारको हिंसा भोगेका छन्। सबैभन्दा धेरै घटना गाली गलौज, धम्की र मौखिक दुर्व्यवहारका कारण छन्। अन्य अध्ययनहरूले यो संख्या अझ बढी लगभग 60% भन्दा माथि पनि हुन सक्ने देखाएका छन्। अब सोच्नुस् त, एकजना चिकित्सकले दिनभर दर्जनौं बिरामी हेर्छन्। धेरैजसो बिरामी त गम्भीर अवस्थामा अस्पताल पुग्छन्। चिकित्सकले आफूले पढेका ज्ञान, सिप र उपलब्ध स्रोत प्रयोग गरेर ज्यान बचाउने प्रयास गर्छन्। कतिपटक त बिरामीको ज्यान बचाउनलाई भनेर खाइरहेको खाना छोडेर पुग्छन्। कतिपटक आफ्नो ज्यान दाउमा राखेर हतारिँदै क्लिनिक वा अस्पताल पुग्छन्। एकछिन चाँडो पुगेर बिरामीको ज्यान बचाउन पाउँदा बिरामीको कुरुवाको अनुहारमा आउने उज्यालोपनले कति खुसी र आफूले गरेको मेहनतले आफैलाई कति आनन्द आउने कुरा अमूल्य छ। तर कतिपय अवस्थामा जति मेहनत गर्दा पनि भगवानको प्यारो भइदिँदा मन खिन्न त हुने नै भयो। अनि बिरामीको कुरालाई मृत्युको कुरा सुनाउनु पर्दा मुटुमाथि ढुङ्गा राखी भन्नुपर्ने अवस्था आउँछ। चिकित्सा विज्ञानले हरेक बिरामीलाई बचाउने ग्यारेन्टी त दिन सक्दैन। दुर्भाग्यवश बिरामीको मृत्यु वा जटिलता देखाएपछि अस्पताल तोडफोड गर्ने, चिकित्सकमाथि सांघातिक हमला गर्ने, कुटपिट गर्ने, धम्की दिने र सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ। यसबाट भविष्यमा देखिने प्रभावमा विशेष गरेर चिकित्सकमा मानसिक तनाव र निराशा बढ्छ। अनुभवी चिकित्सक जोखिमपूर्ण केस लिन हिचकिचाउँछन्। सेक्युरिटीको कारणले आफ्नो र बालबच्चाहरूको भविष्य उज्यालो बनाउन भनेर चाहिँ धेरै चिकित्सकहरू विदेश पलायन हुने निर्णय गर्न सक्छन्। अन्ततः सबैभन्दा ठुलो नोक्सानी त बिरामी र सम्पूर्ण समाजलाई हुन्छ, होइन र? यदि उपचारप्रति असन्तुष्टि छ भने यस सम्बन्धी अस्पतालसँग औपचारिक गुनासो गर्नु जरुरी हुन्छ। आवश्यक परे नेपाल मेडिकल काउन्सिल वा सम्बन्धित काउन्सिल वा कानुनी निकायको प्रक्रिया अपनाउने हो। तथ्य र प्रमाणका आधारमा न्याय खोज्ने हो, हिंसा होइन। आपसी संवाद र छलफलले नै यसको समाधान हुन्छ। हामीले बुझ्नुपर्ने कुरा के हो भने चिकित्सकले उपचारको भरपूर प्रयास गर्छ, तर प्रत्येक बिरामीलाई बचाउन सधैँ सम्भव हुँदैन। चिकित्सा विज्ञानमा पनि सीमितता हुन्छ। यदि उपचारप्रति असन्तुष्टि छ भने त्यसका लागि कानुनी र संस्थागत प्रक्रिया अपनाउन सकिन्छ। हिंसा कहिले समाधान होइन मित्रहरू। चिकित्सक, नर्स र सम्पूर्ण स्वास्थ्य कर्मीले सुरक्षित वातावरणमा काम गर्न पाए मात्र गुणस्तरीय स्वास्थ्य सेवा प्रभाव हुन्छ। त्यसैले अस्पताल, सरकार, सुरक्षा निकाय, सञ्चार माध्यम र सर्वसाधारण सबैले सम्मान, संवाद र कानुनी प्रक्रियालाई प्राथमिकता दिन आवश्यक हुन्छ। चिकित्सकहरू पनि मानिस त हुन्, उनीहरू पनि परिवार, भावना र जिम्मेवारी बोकेका नागरिक हुन्। उनीहरूको सुरक्षा सुनिश्चित गर्नु भनेको प्रत्येक नागरिकको सुरक्षित उपचारको अधिकार सुनिश्चित गर्नु पनि हो। यो कुरा पनि बुझ्नु जरुरी छ कि चिकित्सक सुरक्षित भएमा त बिरामी सुरक्षित हुन्छ मित्रहरू। धन्यवाद।